कुकुरले चाहिँ एउटा खानेकुरा पाहा अनि यहाँ खोतालेर चाहिँ आफ्नो खानालाई लुकाउन लागिरहेको छ। तपाईहरू हेर्न सक्नुहुन्छ हौ। निकै यहाँ खोतालिरहेको छ। मुखमा चाहिँ च्यापिसकेको छ र खाल्टोमा चाहिँ हालिसकेको छ। यसले चाहिँ कुखुराको गाँड लुकाएको रहेछ। हेर्न सक्नुहुन्छ दर्शक महानुभाव। अनि यो मुखले नै पुरेको छ। तपाईहरूले हेर्न सक्नुहुन्छ। मुखले पुर्यो। आफूलाई भोक लागेको बेला खानाको लागि यसले यस्तो गरेको हुनुपर्छ पक्कै पनि। यो हाम्रो घरको चाहिँ कुकुर ब्युटी हो। ल हेर्नु, कुकुर भनेर पशु भनेर हुँदैन, यिनीहरूको पनि बुद्धि हुँदो रहेछ भन्ने कुरो यहाँबाट आज प्रष्ट हुन देखिन्छ। ल हेर्नु, अब आफूलाई भोक लागेको बेलामा खाना पाइन्छ भनेर कसरी राख्दो रहेछन् भन्ने कुरा हेर्नु। अब कसैले नथाहा पनि गरेर आफ्नो मुखले नै थुनिरहेको छ। हेर्नु होला। नमस्कार। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने जोड दिनु होला। लाइक, कमेन्ट र सेयर गर्न नभुल्नु होला। हस्त धन्यवाद। अब यसले चाहिँ गरिसकेको छ र अब गइसकेको छ।